ल साथीहरु मेरो पोखरीको लगभग फाइनल लुक यस्तो भइसक्यो। बिचमा त्यहाँ एउटा सानो पोखरी भएको भएर मैले त्यो एरियालाई त्यसरी कभर गरिदिएँ। यो मेरो फाइनल पोखरीको लुक्स। बिस्तारै पानी भरिँदैछ, त्यहाँबाट मोटर लगाइदिएछु। यो यत्रो मेरो पोखरी छ। यो पोखरीमा अब कति हजार माछा छ, हजारमै जान्छ होला माछा जान्छ। अनि त्यो बुङ्गुर फार्महरू यहाँ मेरो गाउँ, त्यो दोकान हो, त्यो ढोका खोलेको मामा घरमा त्यता सब मेरो खेतहरू, मेरो भन्दा त्यो बाटो हो। यस्तो छ मेरो गाउँ। अनि यस्तो छु म चाहिँ पोखरीको डिलमा बसेर पारीभित्र हेर्दैछु। पारी पोखरी पछाडि यस्तो छु जङ्गलमा। लगभग यो पोखरी बनाउनु थालेको कति दिन जस्तो भयो भने 15 दिन जति भयो होला। सबै मैले खनेरै बनाएको। यो सबै डिलहरू मैले खनेरै बनाएको क्या। त्यस्तो अब जति पनि छ यहाँसम्म, यो पनि यहाँसम्म छ। अनि मल्चिङ प्लास्टिकले ढाकेर राखिदिनु पर्ला भनेको, यताउति पानी नबगोस्, माटो नबगोस् भनेर दिएको। यस्तो चाहिँ पोखरीबाट पानी हालिरहेको छु। बिस्तारै बिस्तारै थप्दै जानु पर्ला। एकचोटि भर्न ठुलो मोटर छैन, सानो मोटरले ठुलो पानी पनि छैन। यहाँबाट पानी हुँदैन भने यस्तो छ घोल, सानो छ पानी। 1 इन्चको मोटर चाहिँ धान्छ है। पर्सि त धान्दैन त्यो पनि। अनि त्यहाँ पाइप राखेको छु, त्यो कालो पाइप। पछि त्यो पाइपबाट पानीको जोगाड गर्नु पर्ला भनेर। त्यही छ हेर हालत मेरो पोखरीको।